म चाहिँ क्लास 12 डेरिभेटिभ अफ हाइपरबोलिक फंक्शनको भिडियो लिएर आएको छु। यो क्लास 12 को हो र एक्सरसाइज 12.1 म स्टार्ट गर्दैछु र फाइन्ड द डेरिभेटिभ अफ sin h 3x यो क्वेशनमा भनेको छ र हेर्नु म यो स्टेप बाइ स्टेप यो बुझाउँछु र यो क्वेशनमा कुन फर्मुला र कहाँ के लाग्छ भनेर त्यो म लेख्न यहाँ साइडमा यो लेख्छु। यो फर्मुलाहरु यहाँ के लाग्छ भनेर पहिला यो क्वेशनलाई लेट गर्नु पर्यो। यो क्वेशनलाई लेट गर्नु, लेट y is equal to sin h 3x यो क्वेशनलाई म लेट गरेको छु र लेट गरेपछि यहाँ डेरिभेटिभ भनेको छ भने डेरिभेटिभ गर्नुपर्छ। डिफरेन्शिएट with respect to x यसले डेरिभेटिभ गर्छु। डिफरेन्शिएट विथ रेस्पेक्ट टु x मा डिफरेन्शिएट गर्ने र डिफरेन्शिएट गरेपछि तासै x को रेस्पेक्टमा गर्छु भने dy by dx गर्नुपर्छ। dy by dx is equal to d sin h 3x by dx हो नि। त डिफरेन्शिएट गर्छौ भने यहाँ 3x एंगल हेर्नु sin h 3x एंगल छ, यहाँ त x मात्र छ। एंगल मिल्नु पर्यो के यो दुईटा एंगल मिल्नु पर्यो। यो मिलेको छैन यहाँ एंगल त मिलेको छैन मिलाउनु पर्छ। त्यसलाई मिलाउनु पर्यो। dy by dx is equal to d sin h 3x by d 3x गुना d 3x by dx हेर्नु यसको एंगल अब 3x मिलो। अब एउटा यो हेर्नु त यो 3x र 3x मिलाउनको लागि यहाँ 3x लेख्नु पर्छ। यसलाई काट्यो भने यो माथिकै आउँछ dx हेर्नु sin h 3x dx माथिकै आउँछ। त यसलाई अब डिफरेन्शिएट गर्नु यो त sin h 3x हाइपरबोलिक फंक्शनमा sin h 3x को फर्मुला के हुन्छ भने यहाँ लेख्छु म फर्मुला d sin h x dx को फर्मुला हुन्छ cos h x हेर्नु यहाँ sin h x को फर्मुला हुन्छ cos h x को यहाँ त sin h x 3x छ। त यहाँ x एंगलमा x छ भने यहाँ 3x छ भने एंगलमा के हुन्छ यहाँ 3x हुन्छ एंगलमा sin dy by dx is equal to यसको हुन्छ cos 3 यहाँ हुन्छ cos h 3x गुना यो 3 के हुन्छ बाहिर आउँछ 3 र dx बच्छ यहाँ dx र dx क्यान्सल भएर यहाँ के हुन्छ 1 हुन्छ। यो 3 के भयो बाहिर भयो dx र dx क्यान्सल भएर 1 भयो। यसलाई मिलाएर लेखौ dy by dx is equal to 3 cos h 3x यो हाम्रो आन्सर फाइनल आन्सर भयो। थ्यांक यू। म चाहिँ यसरी नै यहाँ क्वेशन लेख्छु र क्वेशन लेखेर यहाँ साइडमा के फर्मुला लाग्छ त्यो साइडमा फर्मुला लेखेर कन्सेप्ट क्लियर गरेर भिडियो बनाउने गर्छु र मेरो पार्ट 1 पार्ट 2 पार्ट 3 यसरी गरेर म भिडियो बनाउँछु र युट्युबमा पनि भिडियो आउँछ, फेसबुकमा पनि म भिडियो हाल्छु र युट्युब र फेसबुक दुटैमा भिडियो हाल्ने गर्छु। म क्याल्कुलस डेरिभेटिभ एक्सरसाइज 12.1 स्टार्ट गरेको छु। यो च्यानललाई एकदम फलो गर्यो भने क्लास 12 को कुनै प्रब्लम पनि छोड्दैन। थ्यांक यू।